सबैलाई जिसुवा राई अनि नमस्ते। म चाहिँ सेलिना राई, याङमाकुम ग्राम पञ्चायत जराइटार बरबटी निवासी। हालैमा चाहिँ म सीएमसी हस्पिटल सीएमसी भेलोरमा छु। मेरो हस्बेन्ड राजेश सुब्बा चाहिँ धेरै दिन अघि बिमारी भएको कारणले गर्दाखेरि चाहिँ यहाँ सीएमसीमा एडमिट भएको छ। उसको चाहिँ जुन रेक्टम क्यान्सर भएको छ र आजसम्म चाहिँ 2वटा केमो चाहिँ भइसकेको छ अनि अब 4वटा केमो गर्न अझै बाँकी नै छ। अनि जुन उसको त्यो केमो गरिसकेपछि चाहिँ रेडिएसन गर्नुपर्छ भनेर डाक्टरले भन्नुभएको छ अनि 33वटा रेडिएसन गर्नुपर्छ भनेर भन्नुभएको छ। 33वटा रेडिएसनको चाहिँ डाक्टरले त्यहाँ 2,55,000 रुपियाँ लाग्छ भनेर भन्नुभएको छ। अनि अब रहेको 4वटा केमोको पनि 25,000, एउटा केमोको 25,000 रुपियाँ गरेर पर्दैछ र 25,000ले गरेर अब 4टा रहेकोलाई पनि हामीलाई 1 लाख रुपियाँ खर्च लाग्ने भएको छ। अनि साथै उसको जुन गल ब्लडर इन्फेक्सन भएको छ र त्यो इन्फेक्सन भएको कारणले गर्दाखेरि चाहिँ त्यो गल ब्लडरको पनि सर्जरी गर्नुपर्छ भनेर डाक्टरले भन्नुभएको छ। अनि त्यो सर्जरीको मात्रै 1 लाख रुपियाँ लाग्छ भनेर डाक्टरले भन्नुभएको छ। अनि जुन उसको त्यो जुन रेक्टम क्यान्सर भएको फाइनल सर्जरी गर्नुको लागि मात्र हामीलाई डाक्टरले अब 1,50,000 रुपियाँ लाग्छ भनेर डाक्टरले भन्नुभएको छ। अनि घरमा अब कमाउने नै अब ऊ मात्र थियो, अब एकजनाले मात्र, मेरो हस्बेन्डले मात्र अब कमाउने घरमा भएको कारणले गर्दाखेरि अब जति पनि हाम्रोमा भएको पैसा रुपियाँ जति अब सबै खर्च भइसकेको छ। अनि त्यो भइसकेको कारणले गर्दाखेरि चाहिँ अब हामीलाई अझै धेरै खर्च लाग्ने भएको छ। अनि त्यसै कारण चाहिँ तपाईहरु माझमा अब यो सानो भिडियोद्वारा चाहिँ आर्थिक सहयोगको लागि आर्थिक सहयोग अब मागिरहेको छु। अनि तपाईहरुले अब जति सक्नुहुन्छ हामीलाई सहायता गरिदिनुहोस्। अनि हाम्रो परिवारमा अब एउटा छोरा छ, ऊ पनि 13 सालको मात्रै छ, अहिले स्कुल पढिरहेको छ। अब हामी यता परदेशमा छौं। अनि भनिन्छ है सहायता भजन गाउने ओठहरु भन्दा चाहिँ अब सहायता गर्ने हातहरु चाहिँ महान भनेर अब यो वचनलाई चाहिँ अपनाउँदै चाहिँ तपाईहरुको अगाडि चाहिँ सहायता तपाईहरुले चाहिँ अब तपाईहरुको अगाडि चाहिँ सहायताको हातहरु अगाडि बढाइदिनुहोस् भनी म नम्र निवेदन गर्दछु। धन्यवाद। सम्पूर्णमा नमस्कार। म जरायटार निवासी, मेरो नाम कुबीर सिंह भुजेल र हाम्रो स्थानीय निवासी भाइ राजेश सुब्बालाई ठूलो आपत्ति आइलाग्यो तथा क्यान्सर रोगले ग्रस्त भएको खण्डमा उहाँको उपचारको निम्ति अहिले उहाँलाई सीएमसी भेलोरमा एडमिट गरिएको छ। उहाँको उपचारमा धेरै ठूलो खर्च आयो, जो उसले सोचेको थियो, परिवारले जो सोचेको थियो त्यो भन्दा बेसी खर्च आएको खण्डमा हामी समाज पक्षबाट पनि उहाँलाई यथाशक्ति सहयोग गरिसक्यौं। तथापि अझै खर्चको कमी हुन कारणले गर्दाखेरि आज यस भिडियो मार्फत सम्पूर्णमा यो बिन्ती चढाउन चाहन्छौं हामी समाजको तर्फबाट पनि कि उहाँको जीवनलाई पुनः स्वास्थ्यमा फर्काउनको निम्ति धेरै रकमको जरुरत पर्ने अहिलेसम्ममा अन्दाज काटेका छौं। मोटामोटी अहिलेसम्ममा हाम्रो 5 लाख भन्दा माथि खर्च भइसक्यो र अब फेरि डाक्टरको निर्देशन मुताबिक 15 लाख जस्तो खर्च हामीमा आइराखेको छ र त्यसैले गर्दा यो आफ्नो परिवारबाट यो खर्च गरेर आफ्नो जीवनलाई सक्षम बनाउन असमर्थ भएको कारणले यस भिडियो मार्फत सम्पूर्ण तपाईहरु समक्ष जतिजना सहयोगी मनहरु छ उहाँहरु तपाईहरु सबैलाई यो बिन्ती हामी समाजको पक्षबाट पनि अनुरोध गर्दछु तथा अपील गर्दछु कि धेर थोर मात्र तपाईहरुले सहयोग गरेर उहाँको जीवनलाई पुनः स्वास्थ्यमा सुधार ल्याउनको निम्ति हामी सम्पूर्ण मिलेर सहयोग गरिदिनुहोस् अथवा गरौं भन्ने यति भन्दै सम्पूर्णलाई बिन्ती गर्दै तपाईहरु समक्षमा धन्यवाद ज्ञापन गर्दछु। धन्यवाद।